भिडियो हेर्नुहुने सबैजनालाई म इन्दु सिंहको तर्फबाट नमस्ते। हजुरहरू सन्चै हुनुहुन्छ भन्ने आशामा आज फेरि अब अर्को भिडियो लिएर आएकी छु। यसमा अस्ति हामी केराको बोट पनि हेर्यौँ। केरा त फलेको रहेनछ। अब यो छेक बेर जुन हेर्दै हुनुहुन्छ नि, यो छेक बेर चाहिँ हाम्रो पडोसीले लाउनु भएको छ। पडोसीले चाहिँ मलाई तपाईँहरू यहाँ हुनुहुन्न, हामीलाई चाहिँ त्यो जग्गा दिनु, हामी त्यहाँ तरकारी सारकारी रोप्छौँ भनेर भन्नुभएको थियो। तर हामीले त दियौँ, तर छेकबेर चाहिँ गर्नुभएको छ। तरकारी सरकारी चाहिँ रोप्नु भएको छैन, केही पनि घाँस मात्रै उम्रिएको छ। यतातिर सबैतिर घाँसै घाँस छ। घाँस चाहिँ काट्नु भएको रहेछ क्यारे यतातिर, मेरो छोरा उतातिर। अनि पराल चाहिँ राख्नु भएको छ। यता चाहिँ बाँस छ। यो बाँस 2 बिट थियो, एकचोटि हामी बेचिसक्यौँ। एकचोटि मैले तामाको लागि पनि लगाएको थिएँ, तरकारीको लागि पनि लगाएको थिएँ। अनि अब काटिसकेपछि झन् नयाँ नयाँ निस्किन्छ, अझ तरकारीको लागि हुन्छ भनेर आएको हेर्नलाई त सबै पातलो पातलो छ। यसबाट त हुँदैन होला। तपाईँहरूलाई जानकारी छ भने भन्नु होला है, कतिखेर यहाँ तामा हुन्छ भनेर। सबै हेर्नु न, कतै पनि छैन। अनि यो चाहिँ सानो झुप्रो बनाउनु भएको छ, यसमा भुसा अनि परालहरू राख्नलाई। मेरो सिंहको घर यस्तो छ, हेर्नुहोस् तपाईँहरू। यस्तो मेरो छोरा चाहिँ गाउँमा आएपछि यस्तो यो बदमासी गरेर होइन, एउटा डन्टा लिएर के गर्छ, के त्यो डन्टा फेरि घरसम्मै लग्छ क्या उता। फेरि भिडियो